सो हे गाइज गुड मर्निङ आई होप सबैजना सन्चै हुनुहुन्छ होला। हामी चाहिँ अहिले उठेर बसिरहेछौँ नि बाबा। एक लट गएर आइसक्यौँ हामी घुमेर। अनि यो चाहिँ हाम्रो मामा घर बाजे घर सबै हो होइन। हामी चाहिँ अब एकछिनमा के खाना माछा मार्न जाँदैछौँ। हामी चाहिँ अब एकछिनमा माछा मार्न जान्छौँ। अनि हिजो चाहिँ बस्दै हिँड्नुपर्छ कर्णालीमा माछा फेरि अहिले एकछिनपछि माछा देखाउँछ इच्छा हामी अहिले चाहिँ जान्छौँ। हिजो साँझ त्यस्तै कति बजी हाम्रो 10 बजीतिर आएको। अनि आज चाहिँ माछा मार्न जाने रे। सो अहिले भेटौँला माछा मार्न जाने बेला। बाई। हेलो साथीभाइहरू, हामी चाहिँ चल्दैछौँ माछा मार्न। खै कहाँ जानुभयो अरू? मामा सत्तिनो माछा हामी चाहिँ अब माछा मार्न जानु लाग्यो। कहाँ अरे मामा जाने? कर्णालीले रिभर्स हो कि नदी हो? रिभर्स हो। नदी त डाङमा मात्रै हुन्छ, यहाँ त रिभर्स हुन्छ। हाम्रो किलर भान्जा आइसक्यो। किलर भन्दा कर्णाली नदीमा माछा मार्दै होइन सब सिकारीहरू। किलर यो एक नम्बरको यो लाग्यो हाम्रो गन्तव्यतिर। वाह खतरा भन्दै त मामा, खतरा भन्दै त यार। अरूको ठाउँमा आएर चलपल दिइरहेको छु हामीले। यतिको हुनु पऱ्यो होइन? मामा भन्छ निस्केपछि त फेरि रमाइलो भइहाल्छ। भाइ एउटा वेल माछा नै उठाइदिनु नि यहाँ चाहिँ डिजे धेरै चल्छ। अगाडि हेर्नु सक्नुहुन्छ साथीहरू। अहिले चाहिँ हामी कर्णालीको किलेमा भनेर छैन, हामी जङ्गलमै छौँ। हामी कर्णालीको बिचमा जानु लाग्छ। विभिन्न प्रकारका मान्छेहरू जन्तुहरू आइराख्नु भएको छ। डेन्जरस मोड गर्दैन कि हो? ओ ओ ओ ओ ओ उतादेखि चराउनु पर्छ कि हामी? अब हामी रेडी हुनेछौँ। रेडी चप्पल बस। माछा मार्नु जस्तो भयो होइन? कस्तो लाग्यो मामा? माछा मार जस्तो भयो त होइन? बस्दैन।
कस्तो लाग्यो पहिलो कठिनाई पार भइसकेको छ पछाडि छन् मामा टिप्ने मान्छे हामी चाहिँ जङ्गलको बिचमा हत्तो पत्तो छैन मामा बिहान बसेर अहिले हान्नुपर्छ कि खाने जङ्गली पारामा पर्यो भने त वाह फिसरम्यानहरू मामा धौ ढुङ्गा छ त ढुङ्गा लगाम है यो लगेर जाम के ए हामी चाहिँ भोजन गर्दै मामा कतिको धस्सी राख्नु भएको छ तपाईँ किस खाइदेला नि मामा किस खाइदेला नि मामाहरू चाहिँ ऊ त्यही बल्छी खेल्दै हुनुहुन्छ यस्तो बालुवामा हिँड्दैछौँ हामी कर्णाली नदी त्यहाँ छ तल ठुलोवाला छ यहाँ चाहिँ सानोवाला किनार होइन मामा लाइन हो कि टाइगर हो टाइगर लाइन पनि हुन सक्छ लाइन छैन कि यता लाइन छैन यता लाइन टाइगर होला कि बेंगलै हो के लाइन चाहिँ देखियो छैन के यता लाइन चाहिँ बेंगल अनि चितवन बाक्को जामै ए पुरै जंगल थियो वहाँसम्म जंगल थियो कस्तो छ भेरी डेन्जरस गाइस हाम्रो अगाडि छ कर्णाली नदी हामी छौँ कर्णालीको तिरैमा हामी छौँ कर्णालीको तिरैमा हेर्न यस्तरी घुमेको छ एउटा उ त्यहाँदेखि यस्तरी घुमेको छ घाग्रा नदी घाग्रा मामाहरू तयारी अवस्थामा चलो मामा माछा मार्न गएका हामी जाल माछामा चलो
वहाँ व्हाइट डाइरेक्ट छ ए आमा हजुर कस्तो चिसो यहाँ बकाइदिन्छ क्या जानै पर्यो हामी हेर्न सक्छौँ माछा परिसकेको छ कति ठुलो माछा नि घटेर हालिदिन्छु फेरि गयो पर्यो क्या हो अघि परेको थियो तिनवटा सानो ल साथीहरू हामी चाहिँ अब मेन रेस्टुरेन्ट गर्न जाँदैछौँ हाम्रो माछा मार्ने ठाउँ छ अरे सत्तीमा पर्यो मामा परे होइन माछा पर्ने पानी हाल्दा पानी 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 साथीहरू हामी चाहिँ अहिले निस्किन लाग्यो यहाँ माछा मारेर मामाहरू चाहिँ त्यही हुनुहुन्छ हामी 4-5जना चाहिँ घर जान लाग्यो अब घर गएर फेरि घुम्न जानुपर्छ त्यही भएर अघि गएको बाटो हालत खराब अलिअलि फोटो सुट गऱ्यौँ आधा घन्टाले अनि त्यही हो अब घर गएर खाना खाएर भेट्नु त ल साथीहरू अब लागियो घुम्न खानासाना खाएर जान लाग्यौँ हामी घुम्न घुमघाम गर्न ट्याक्क लाएर ल मामा निस्क्यौँ तेल हाल्न हामी चाहिँ अहिले टिकापुर पार्क घुम्न जाँदैछौँ मस्त पारामा झिलमा क्यामेरा छ मसँग चलो सो गाइस हामी चाहिँ धुलो भएर आइसकेका छौँ ब्याग छ धुलो तिमीलाई धुलो लागि न पाउडर मात्र तपाईले धुलो हाल्नु चाहिँ पाउडर मंकी देख्नु ला साथीहरू हामी चाहिँ टिकापुर पार्क आइसक्यौँ गोरो देखिया सिकाली रक्सी खान जाने न केराको जरा खा केराको जरा ओ यसले खाइसक्यो भने तेरो काका मिठो ल्याएर दामी छ दामी गुलियो ल्याएर तेरो काका ल्याएर हो जाबाइदिएर आउनु तर मैले ओ बाबा ओ ठीक आउन आइज बाबालाई हेरे So we are here in the Tikapur Park. Hello mama. Hi mama, come to. तिहार को माहौल खिचिरहेको छु भाइ चाहिँ अहिले हामी कहाँ छौँ
हामी प्रत्यक्ष रूपमा लाइभ बसिरहेछौँ। कस्तो भइरहेछ घुमाइ? दामी। म त यस्तो त फिलिङ भइरहेको थियो जिन्दगीमा कभी सुनै सोचेको थिएँ। के छ मामा? एकदम ठिक छ। कस्तो चलिरहेछ घुमघाम? ए हाम्रो क्यामराम्यान फोटो खिचाइराख्नु भएको छ। आज त लास्टै भिड छ सायद तिहारको के खाना होला होइन मामा? ल हुन्छ अहिले भेटौँला यता। ल सकेर हामी मामा भन्छ डुलिरहेछौँ होइन मामा? हाम्रो डिजाइन हामी पर्सनल क्यामेरा छ, पैसा कमाउनु जाने सोचमा छौँ हामी होइन मामा? धेरै न मात्र 10 रुपियाँ पिस। 10 को 20 धेरै पैसा लाग्दैन खिच्या मात्रै। ओहो को नि किसिमकी मान्छे ओहो। लास्टै भिड छ लास्टै। मामा र म त यत्तिकै घुमिरहेछौँ मस्त चिलमा होइन मामा? यस्तो छ हालत। दामी छ दामी डर फ्याक्छ। डिजे प्रदर्शन भइरहेछ। धनगढी जनकपुर सुदूरपश्चिम डिलक्स लगायत एउटा पनि खाली छैन आज। ल ल ल ल ल आयो 10 को 5 10 को 5। प्रत्यक्ष लाइभमा मामा भन्छ ब्लग्स। अब डुङ्गा चढ्नु जानुपर्छ। फेरि ऊ लाउनु पर्ने होला लाइफ ज्याकेट। कसले भन्छ लाइफ ज्याकेट लगाउँदैन डुब्दिनु। हामी गएर छोराहरू डुब्छौँ होइन मामा? सिगम पट्काउने त्यो चाहिँ काउन्टर मात्र 250। लास्टै भिड कर्णाली नदी। काली काली कस्तो लागिरहेको घाँटीसम्मको निकाल्छु। डर लागिरहेको के लागिरहेको डर। के कस्तो भइरहेछ मामा अनुभव? दामी दामी दामी। ढुङ्गामा नचढेर हाम फालिदिन्छु स्विमिङ। चल्दै चलो। मामा के कस्तो भइरहेछ? तपाईँ मेन डरमा हेर्नु यस्तो दाइ मान्छे बीचमा। चलो।
घर जाने घर चलो अब घर चलो बाबा कस्तो लाग्यो बाबा दाबी मजा आयो जाडो लाग्यो मामा अब हामी चाहिँ यहाँदेखि निस्किन लाग्यौँ अब यहाँदेखि चाहिँ हामी मामा घर जान्छौँ हेलो वाह हेन्सम मामा अझै माहौल पनि पुरै चलबल छ है यता सो आई होप सबैजनालाई आजको ब्लग पनि मन पर्यो होला मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला है आज हामी कसैकै त गएनौँ त्यही माछा मार्न गयौँ अनि टिकापुर पार्कतिर अब यसो अलिअलि घुम्न गयौँ त्यही हो अब सायद हामी भोलि या पर्सि निस्किन्छौँ होला भोलि सायद निस्केनौँ भने इन्डिया जान्छौँ होला हुन्छ आज म खाना खान जान लाग्यो आई होप सबैजनालाई मन पर्यो होला गुड नाइट सबैलाई बाई बाई